स्वागत छ। आज हामी शिक्षा मनोविज्ञानको एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। नमस्ते। लेव वाइगोत्स्कीको सामाजिक सांस्कृतिक सिद्धान्त र अझ महत्त्वपूर्ण यसले आजकाल चर्चामा रहेको सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण विधि जसलाई सीआरपी पनि भनिन्छ, त्यसलाई कसरी आधार दिन्छ भन्नेमा केन्द्रित हुनेछौँ। हो, यो निकै महत्त्वपूर्ण विषय हो, खास गरी हाम्रो जस्तो विविधता भएको समाजको लागि। हामीसँग एउटा लेख छ जसले यही सम्बन्धलाई केलाएको छ अनि हाम्रो मुख्य चासो के हो भने विभिन्न पृष्ठभूमिबाट आएका विद्यार्थीहरूको पढाइमा प्रगति गराउन र उनीहरूको भावनात्मक स्वास्थ्यलाई राम्रो बनाउन यो सीआरपीले साँच्चै कसरी काम गर्छ त। हो, यही प्रश्नको गहिराईमा पुग्ने प्रयास गरौँला आज। ल त्यसो भए सुरु गरौँ भाइगोत्स्कीबाटै। उहाँको सबभन्दा आधारभूत विचार के हो, सिकाइ भनेको के हो उहाँको नजरमा? भाइगोत्स्कीले के भन्नुभयो भने सिकाइ भनेको एक्लै बसेर किताब घोक्ने कुरा मात्रै होइन, यो त एउटा सामाजिक प्रक्रिया हो। सामाजिक प्रक्रिया हो, मतलब हामीले जे जति सिक्छौँ नि त्यो हाम्रो वरपरका मान्छे, आमा बुवा, शिक्षक, साथीभाइ, समुदाय यिनीहरूसँगको कुराकानी अन्तर्क्रियाबाटै सिक्छौँ। हाम्रो भाषा, हाम्रो संस्कृति यिनीहरू सबै सिकाइमा जोडिएका हुन्छन्। ए मतलब ज्ञान आफै बन्दैन, अरूसँगको सम्पर्कबाट बन्छ। एकदम, उहाँको सिद्धान्तको चुरो कुरो नै त्यही हो। हाम्रो दिमागको विकास पनि व्यक्तिगत कसरतले मात्र हुँदैन, सामाजिक र सांस्कृतिक अनुभवले त्यसलाई बनाउँछ, मलजल गर्छ। उहाँका केही अवधारणाहरू पनि छन् नि जसले यो कुरालाई अझ प्रष्ट पार्छन्, जस्तो जोन अफ प्रोक्सिमल डेभलपमेन्ट वा जेडपीडी। यो सुन्दा अलिक गाह्रो लाग्छ, के हो यो खासमा? जेडपीडी, यसलाई यसरी बुझौँ न, यो एउटा क्षेत्र हो। कस्तो क्षेत्र भने विद्यार्थीले आफै गर्न सक्ने काम र अलिक गाह्रो तर कसैको सहयोग पायो भने गर्न सक्ने काम हो। यी दुईटाको बीचको ठाउँ हो। जस्तो एउटा बच्चाले हिसाब आफै गर्न सक्दैन, तर शिक्षकले अलिकति सिकाएपछि वा साथीले थोरै मद्दत गरेपछि गर्न सक्छ। हो, त्यो मद्दत पाएपछि गर्न सक्ने अवस्था नै उसको जेडपीडी भयो। जहाँ सिकाइ सबभन्दा राम्रोसँग हुन सक्छ। एकदम सही। त्यही क्षेत्रमा ठिक तरिकाले सहयोग दियो भने सिकाइ एकदमै प्रभावकारी हुन्छ। अनि त्यो सहयोग दिने तरिकालाई नै स्क्याफोल्डिङ भनिएको हो? हो नि, स्क्याफोल्डिङ भनेको ठ्याक्कै त्यही जेडपीडीभित्र विद्यार्थीलाई चाहिने जति सहयोग दिने प्रक्रिया हो। घर बनाउँदा बाहिर टेको लगाए जस्तै के? टेको लगाए जस्तै। सुरुमा नयाँ कुरा सिक्दा धेरै सहयोग चाहिन सक्छ होइन, शिक्षकले गरेरै देखाउने, तुम्बुक भन्ने। तर जब विद्यार्थीले अलिअलि बुझ्दै जान्छ, गर्न सक्ने हुन्छ, तब त्यो सहयोग बिस्तारै घटाइन्छ, टेको हटाए जस्तै। ताकि अन्तिममा ऊ आफै गर्न सकोस्। हो, अन्तत स्वतन्त्र रूपमा काम गर्न सक्ने। यो एकदम गतिशील प्रक्रिया हो, विद्यार्थीको प्रगति हेरेर सहयोग मिलाउँदै जाने। नारा हो त। यो त भयो जेडपीडी र स्क्याफोल्डिङ। तर भाइगोत्स्कीले त सामाजिक अन्तर्क्रियामै बढी जोड दिनुभएको छ नि, होइन र? निश्चय पनि। उहाँको मुख्य तर्क के हो भने हामीले सिक्ने धेरै कुरा, खास गरी अलि जटिल मानसिक कामहरू जस्तो तर्क गर्ने, योजना बनाउने, समस्या सुल्झाउने, यी पहिले समाजमा मतलब अरूसँगको अन्तर्क्रियामा देखा पर्छन्। पहिले अरूसँग हो, अनि मात्र त्यो व्यक्तिगत बन्छ, हाम्रो दिमागभित्र पस्छ। सोच्नुस् न, हामी कति कुरा छलफल गरेर अथवा अरूले गरेको हेरेर सिक्छौँ। कक्षामा, समूहमा काम गर्ने, साथीले साथीलाई सिकाउने, मिलेर प्रोजेक्ट गर्ने, यी सबै यही सिद्धान्तमा आधारित छन्। सिकाइ भनेको एक्लै गर्ने काम होइन, सँगै गर्ने यात्रा हो। अनि यो सबै अन्तर्क्रियालाई चलाउने इन्जिन चाहिँ भाषा भयो, होइन त? बिल्कुल, भाषा बिना त कसरी हुन्छ र संवाद? भाइगोत्स्कीका लागि भाषा कुरा गर्ने मात्रै होइन, यो त सोच्ने औजार नै हो। सोच्ने औजार? हो, हामी भाषाकै माध्यमबाट सोच्छौँ, आफ्नो कामलाई योजनाबद्ध गर्छौँ, आफ्नो व्यवहारलाई नियमन गर्छौँ। उहाँले भाषा विकासका चरण पनि बताउनु भएको छ नि। त्यो 3 चरणको कुरा। कसरी बच्चा सुरुमा अरूसँग बोल्छ, सामाजिक बोली, अनि 3 वर्षतिर पुगेपछि आफैसँग बोल्दै खेल्न थाल्छ, ठूलो स्वरले, निजी बोली, जसले उसलाई सोच्न मद्दत गर्छ। अनि पछि 7 वर्षतिर ऊ मनमा नै सोच्न सक्ने हुन्छ, मौन भित्री बोली। कसरी सामाजिक भाषा व्यक्तिगत सोचाइ बन्छ भन्ने प्रक्रिया रहेछ। हो, सामाजिक अन्तर्क्रियाबाट जन्मिएको भाषा नै हाम्रो भित्री सोचाइको आधार बन्छ।
ल अब यी भाइगोट्स्कीका कुराहरू जेडपीडी, स्क्याफोल्डिङ, सामाजिक अन्तर्क्रिया, भाषा यिनलाई दिमागमा राखेर हाम्रो मुख्य विषय सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण विधि सीआरपीतिर लागौं। के सम्बन्ध छ त यी दुईको? सम्बन्ध त एकदमै गहिरो छ। सीआरपीले भाइगोट्स्कीले भनेकै कुरालाई कक्षा कोठामा लागू गर्न खोज्छ। त्यो के भने सिकाइलाई सामाजिक र सांस्कृतिक परिवेशबाट छुट्याएर हेर्न मिल्दैन। मतलब सीआरपी एउटा यस्तो दृष्टिकोण हो जसले विद्यार्थीको आफ्नै संस्कृति, भाषा, अनुभव, मूल्य मान्यता यिनीहरूलाई समस्या होइन, बरु सिकाइको लागि महत्त्वपूर्ण स्रोत मान्छ, सम्पत्ति मान्छ। विद्यार्थीको पृष्ठभूमि नै सिकाइको आधार बन्ने भयो। हो, यसले भन्छ कि पढाउने तरिका विद्यार्थीको सांस्कृतिक पृष्ठभूमिसँग मिल्ने खालको हुनुपर्छ, ताकि सिकाइ अर्थपूर्ण होस्, प्रभावकारी होस्। एक किसिमले भन्दा सीआरपीले भाइगोट्स्कीको सिद्धान्तलाई व्यवहारमा उतार्ने पुलको काम गर्छ। हाम्रो स्रोतले सीआरपीका थुप्रै फाइदाहरू बताएको छ। एक गरी भन्दा पनि मुख्य कुराहरूमा जाउँ है त। पहिलो त विद्यार्थीको पहिचानको सम्मान भन्ने देखिन्छ। हो, यो सीआरपीको एकदमै मुटुको कुरा हो। शिक्षकले कक्षामा विद्यार्थीको भाषा, धर्म, चालचलन, परिवार, उसको सांस्कृतिक अनुभव यी सबै कुरालाई स्वीकार्नुपर्छ, सम्मान दिनुपर्छ। अनि यो सम्मान कसरी देखाउने त? पाठ्यक्रममा कसरी ल्याउने? यो देखाउनको लागि मात्र होइन, पाठ्यक्रमै, पढाउने सामग्रीमै उनीहरूको संस्कृति झल्किने कथाहरू, उदाहरणहरू, गतिविधिहरू समावेश गर्ने। जब विद्यार्थीले आफ्नो पहिचान, आफ्नो संस्कृति कक्षामा सम्मानित भएको देख्छ नि, उसलाई कस्तो महसुस हुन्छ होला? आत्मविश्वास बढ्छ होला, म पनि यहाँको हुँ भन्ने लाग्छ होला। एकदम। त्यो अपनत्वको भावना आउँछ, मेरो कुरा पनि सुनिन्छ भन्ने हुन्छ। यो भावनात्मक सुरक्षाले उनीहरूलाई सिकाइमा ध्यान दिन, प्रश्न सोध्न, भाग लिन डर लाग्दैन। यो भाइगोट्स्कीले भनेको सुरक्षित सामाजिक वातावरण जस्तै भयो होइन त? हो नि, यसले त कक्षाको वातावरण र शिक्षक-विद्यार्थी सम्बन्धमा पनि त पक्कै राम्रो असर गर्छ होला नि? अवश्य। जब सबैको पृष्ठभूमिलाई सम्मान गरिन्छ, कक्षा आफैमा समावेशी बन्छ। सबैले सुरक्षित महसुस गर्छन्, भेदभाव कम हुन्छ। अनि अर्को कुरा, सीआरपीले शिक्षकलाई, विद्यार्थीलाई उसको सामाजिक सांस्कृतिक परिवेशसहित बुझ्न प्रेरित गर्छ। एउटा सिङ्गो व्यक्तिको रूपमा। हो, शिक्षकले विद्यार्थीको परिवार, समुदायसँग पनि सम्पर्क राख्न खोज्दा विश्वास बढ्छ, आत्मीयता बढ्छ। अनि यही बलियो सम्बन्धले गर्दा शिक्षकले विद्यार्थीको जेडपीडीलाई पनि राम्ररी बुझ्न सक्छन्। कस्तो सहयोग चाहिन्छ भनेर थाहा पाउन सजिलो हुन्छ। स्क्याफोल्डिङ पनि प्रभावकारी हुन्छ। अब सिकाइ प्रक्रियाकै कुरा गरौँ न। सीआरपीले सिकाइलाई कसरी बढी अर्थपूर्ण बनाउँछ? भाइगोट्स्कीको जेडपीडी र स्क्याफोल्डिङसँग कसरी जोडिन्छ यो? यहाँनिर सीआरपीको अर्को महत्त्वपूर्ण देन छ। यसले सिकाइलाई विद्यार्थीको जीवनसँग जोड्छ। किताबका अमूर्त कुरा मात्र होइन, विद्यार्थीकै समुदाय, संस्कृति, दैनिक जीवनसँग जोडिएका उदाहरण, समस्या, प्रोजेक्टहरू समावेश गर्ने। जस्तो गणित पढाउँदा त्यहीँको पसलको हिसाब, विज्ञान पढाउँदा त्यही पाइने जडीबुटी, सामाजिक पढाउँदा आफ्नै चाडपर्व वा ठाउँको इतिहास। यसो गर्दा सिकाइ आफ्नो लाग्छ, पराई लाग्दैन। अनि पहिले जानेको कुरासँग जोड्न सजिलो भयो। हो नि, आफ्नो अनुभव र पहिलेको ज्ञानलाई नयाँ जानकारीसँग जोड्न सकिन्छ अनि बुझाइ गहिरो हुन्छ। यो ठ्याक्कै भाइगोट्स्कीले भने जस्तै भयो, नयाँ ज्ञान पुरानो जगमाथि नै बन्ने हो। अनि जब विषयवस्तु सान्दर्भिक लाग्छ, विद्यार्थीहरू जेडपीडीभित्र काम गर्न उत्साहित हुन्छन्। स्क्याफोल्डिङ दिन पनि सजिलो हुन्छ, किनकि सहयोग उनीहरूकै परिचित परिवेशमा दिन सकिन्छ। त्यसो भए त सिकाइ सान्दर्भिक हुँदा विद्यार्थीहरू कक्षामा बढी सक्रिय पनि हुन्छन् होला? एकदम। जब पाठले उनीहरूको जीवनलाई छुन्छ, उनीहरू चुप लागेर सुन्ने मात्रै गर्दैनन्। छलफलमा भाग लिन्छन्, प्रश्न सोध्छन्, आफ्नो अनुभव सुनाउँछन्, समस्या समाधानमा लाग्छन्। उनीहरू आफै सिकाइको हिस्सा बन्छन्। हो, सिकाइ प्रक्रियाको सहनिर्माता बन्छन् भनौँ न। यो सक्रिय सहभागिताले सिकाइलाई गहिरो बनाउँछ, आलोचनात्मक सोचाइ विकास गर्न पनि मद्दत गर्छ। भाइगोट्स्कीले भने झैँ भाषा र सामाजिक अन्तर्क्रियाबाटै त उच्च तहको सोचाइ विकास हुने हो। सीआरपीले यस्तो अन्तर्क्रिया हुने वातावरण बनाउँछ। यो सबै सुन्दा त सीआरपीले पढाइमा मात्र होइन, विद्यार्थीको समग्र विकासमा, जस्तो आलोचनात्मक सोच, अरूलाई बुझ्ने क्षमता, सामाजिक चेतना, यी सबैमा सकारात्मक असर पार्ने रहेछ। हो,
स्रोतले पनि यही भन्छ। सीआरपीले विद्यार्थीलाई फरक फरक सांस्कृतिक दृष्टिकोण बुझ्न र सम्मान गर्न सिकाउँछ। जब कक्षामा विविध विचारले ठाउँ पाउँछ, विद्यार्थीले विविधतालाई समस्या होइन, शक्ति हो भनेर बुझ्न थाल्छन्। यसले त समाजकै लागि राम्रो नागरिक बनाउन मद्दत गर्यो नि। हो नि, सहिष्णु, जिम्मेवार नागरिक बन्न मद्दत गर्छ। अनि यी सबै कुरा भावनात्मक सुरक्षा, पहिचानको सम्मान, सान्दर्भिक सिकाइ, सक्रिय सहभागिता, राम्रो शिक्षक-विद्यार्थी सम्बन्ध, यिनीहरू सबै मिलेर आखिरमा विद्यार्थीको पढाइको स्तर पनि त सुधार्छन् नि। उनीहरू उत्प्रेरित हुन्छन्, राम्रोसँग सिक्छन्। अनि स्कुल जान रमाइलो मान्छन्। सीआरपीले कक्षा कोठा मात्र होइन, पुरै स्कुलको वातावरण नै सकारात्मक र समावेशी बनाउन सक्छ। त्यसो भए निष्कर्षमा भन्नुपर्दा भाइगत्स्कीले सिकाइमा समाज र संस्कृतिको महत्त्व देखाउनुभयो। अनि सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण विधि सीआरपीले ती सिद्धान्तहरूलाई आजको हाम्रो जस्तो विविधता भएको कक्षा कोठामा व्यवहारमा उतार्ने एउटा बलियो र व्यावहारिक तरिका दियो। सारमा यही हो। स्रोतको निचोड पनि के छ भने सीआरपीले विविधतालाई सिकाइको माध्यम बनाउँदै सबै विद्यार्थीको शैक्षिक सफलता, उनीहरूको भावनात्मक सन्तुलन र सामाजिक चेतनाको विकास गर्न एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ। यो अतिरिक्त कुरा मात्रै होइन, यो त समतामूलक र राम्रो शिक्षाको अभिन्न अङ्ग नै हो। हाम्रो नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक देशमा त झनै सान्दर्भिक छ। आजको यो कुराकानी त साँच्चै उपयोगी रह्यो। भाइगोस्कीका सिद्धान्त किताबमा मात्रै सीमित नरहेर कसरी वास्तविक कक्षा कोठामा जीवन पाउन सक्छन् भन्ने देखियो। तर यसले मेरो मनमा एउटा महत्त्वपूर्ण प्रश्न पनि उब्जायो। के प्रश्न? हामीले सीआरपी कति राम्रो छ, यसको आधार के हो भन्ने त बुझ्यौं। तर यसलाई देशभरिका हजारौं कक्षा कोठामा, जहाँ शिक्षकहरू आफै कति धेरै चुनौतीहरूसँग जुधिरहेका छन्, साँच्चै प्रभावकारी रूपमा लागू गर्ने कसरी हो? यो एकदमै व्यावहारिक प्रश्न हो। के हाम्रा शिक्षकहरूलाई यो विधि बुझ्न, यसलाई आफ्नो कक्षा कोठा सुहाउँदो बनाउन अनि आत्मविश्वासका साथ प्रयोग गर्न चाहिने तालिम, चाहिने सामग्री र त्योभन्दा पनि महत्त्वपूर्ण स्कुल र प्रणालीबाट निरन्तर सहयोग र हौसला मिलिरहेको छ त? सिद्धान्त जतिसुकै राम्रो भए पनि त्यसलाई व्यवहारमा उतार्ने मान्छे र प्रणाली तयार भएन भने त फाइदा लिन गाह्रो हुन्छ नि, होइन र? एकदम सही कुरा उठाउनुभयो। यो कार्यान्वयनको पाटो निकै चुनौतीपूर्ण छ। हो, सायद यो प्रश्नमा सोच्नु र समाधान खोज्नु आजको हाम्रो छलफलको अर्को महत्त्वपूर्ण पाटो हुन सक्छ।